एभ्रिवान वेलकम ब्याक टु माई च्यानल एगेन अनि फेरि पनि नयाँ भिडियोको साथ चाहिँ आइसकेको छु यन्जु ब्लगमा। भिडियोलाई चाहिँ हेर्दै गर्नु होला। धेरै दिनपछि बनाउँदैछु म चाहिँ फेरि पनि गाउँ आइसकेको छु। त्यही हो गाइज। अनि चाहिँ यहाँ फेरि गाउँको घरमा आएको छु। सो अब चाहिँ मैले बिहानैबाट नै काम गर्नुपर्ने हुन्छ गाउँ आइसकेपछि चाहिँ। आजको मेरो काम चाहिँ के हो हेर्दै गर्नु होला। एक कोदालो लिएर अब टक 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 जानुपर्ने हुन्छ। म चाहिँ घरमा छु अहिलेको अवस्थामा। अनि बाबाको फोन आइराखेको छ। हेलो ए बाबा त हुनु हजुर अलि तलतिर जानुभएको छ, काम गर्दै हुनुहुन्छ। हुन्छ ल जानुपर्ने हुन्छ कोदालो बोकेर। मेरो चाहिँ यहाँनिर स्टिक पनि छैन। भिडियो वर्षमा एकचोटि चाहिँ कोदालो खान्छ मेरो छोरी। साह्रै अल्छे पनि छ। आलुको माटो एकदम गहिरो 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 अनि एकदम 1 फिटको खन्नुपर्छ अनि आलु मजाले फल्छ। गाइज अब आलुको माटो बनाएर अब आलु रोप्न तयारीमा छौँ। अनि मेरो छोरीलाई खन्नु लगाएको, मेरो लहँदै छोरीलाई खन्नु लगाएको, तर अब खन्ला जस्तो छैन जस्तो छ। गाई जो सुन्नुहोस् है, मेरो छोरीले कोदालो खनेको यहाँ हेर्नुहोस् सबैजनाले। मेरो छोरी त खै अब सानो भन्नु कि ठुलो भन्नु माइली चाहिँ हो। काम गर्दा त एकदम गर्छ तर साह्रो अल्छे छ। 1 फिट 2 फिटको आलु एकदम थोरै रोप्ने धेरै फलाउने विचारले यहाँ खन्नु लगाएको। त्यो अलिअलि त्यो माटो चाहिँ माथि माथि तान्ना नि हो त्यसरी। म चाहिँ भिडियो बनाउँदैछु है। लु छिटो है छिटो, पर भात सिटी लाग्यो। फाइनली साथीहरू मैले चाहिँ खनिसकेको छु है। यस्तो मजाले यति बिहानभरि लाग्यो यति खन्नलाई 2 घन्टा हो। खाना खान जानुपर्ने हुन्छ घरमा। थाक तेरो लुगा कता कताबाट हिजोदेखि मलाई भन्दा त आधी बाटो पुरै राख्दो रहेछस् नि होइन। के लोकल अन्डा चोरेर पो त पकाउँछस्? म त जान्दिनँ। लोकल अन्डा मेरो यसले मलाई अति रिस उठाउँदैछ कि। बस त यहाँ भुइँमा बसी चुप्लाक। यहाँ चाहिँ मेल चाहिँ चट्टले मम्मीले चाहिँ सुकाएर उसिनेर सुकाउनु भएको रहेछ। यो काठमाडौँ नि पठाउनु हुने हो। यो चाहिँ स्पेसल बहिनी भाइको लागि हो। यो मेल चाहिँ मुख टाल्ने अरे केटी हो तिमीहरूको। यही भिडियो मार्फत भन्नु पर्यो कस्तो हुन्छ खानु पर्यो। कस्तो मिठो। मम्मी उसिन्नु भएको कि त्यतिकै हो? उसिन्नु भएको कि त्यतिकै? यो त नउसिनु चाहिँ हुँदैन है, किनभने घाँटी समाउँछ। त्यो मम्मीले चाहिँ मजाले उसिन्नु भएर काट्नु भएर सुकाउनु भएको रहेछ। स्पेसल यो चाहिँ काठमाडौँको लागि हो। हाम्रो दिदीले चाहिँ मल असार्ने चाहिँ भव्यताका साथ अब सुरु गरिसकेको छ हैन।
काम चाहिँ होइन जे भए पनि गर्छे तर लास्टै ल्याङ गर्छ क्या। अब यहाँ चाहिँ गाई छैन, यहाँ चाहिँ अब गाई छ है, गाई छ। अब गाईको चाहिँ मल असार्ने कार्यक्रम रहेको छ। फाइनल्ली गाईको गोबर चाहिँ होइन अब मल यो गाउँको चाहिँ एकदम यो चाहिँ अर्ग्यानिक मल हो। यसलाई चाहिँ अब आलु रोप्ने सुँगुरको चाहिँ लाउने हो क्या। आलु रोप्ने कार्यक्रम चल्नु आँटेको छ। भव्य काम गर्दैछ। यो रिङ रोडको बिचमा चाहिँ चट्टसँगले गाईको ग्वाली छ होइन। मास्तिर हेऱ्यो रोड छ, बिचमा गाईको चाहिँ चट्ट उ छ गाईहरू होइन। फाइनली अब हाम्रो ल्वापले चाहिँ यहाँ आज भव्यताका साथ काम गर्ने चाहिँ खन्दैछु नि बिहान बाजो खने। अब मल सार्नु पर्ने हुन्छ। अनि ओ के छ त? लु भारी पुग्यो। छैन नि पुगेको। फाइनल्ली छैन नि। कोदालो पनि उस्तै ढङ्गको छ फेरि हेर्ने। ओइ हान्नु सक्छ है मलाई। फाइनली बोक्नु नसकेको अवस्था। बल्ल 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 उठेको अवस्था। फेरि यो बाटो त यस्तो छ कि यहाँनिर पुरै ढल्नु पर्ने स्थिति आउँछ। म चाहिँ तपाईँ निउरिँदा पनि पुनः हुने छ त यहाँ। म मेहने त मलाई यहाँ नोकर बनायो मेरो दिदीले। यहाँनिर म भिडियो खिचेकै छु अहिलेको अवस्थामा होइन। यो चाहिँ हाम्रो चोक हो। नोकर बनाए यसले मलाई। यसरी बोकिन्छ, यसरी छरिन्छ। अब त 2 भारी मात्रै बोक्छु नि, धेरै त सक्दिनँ। यसरी छर्ने अनि सुँगुरको चाहिँ हो। त्यतिकै बसिराख्न त्यसो हो। यति खन्नलाई पनि मलाई बिहान भोलि लागिरहेको। उनले आलु रोपिन्जेलमा फुल भइसक्छ। यो ब्याकअप जातमा राखिराख्छु पर। म जान्दिनँ है भाइ, अहिले मलाई रिस नउठा नि। हामी चाहिँ आलु चाहिँ यति लाउनु पर्ने हुन्छ, सो फल्दैन नि त। मन लगा ओके ठिक्क लगाए फेरि भरे पुग्दैन र दुःख पाइन्छ नि। नि बोक्ने फेरि कस्तो छ भारी मल यति भएको यार है। म त छक्क पर्छु। मन लाउनु पर्ने एकजना काली हुन्छ भनेर ऊ चाहिँ एकदम अनुहारलाई सेभ गरेको अरे। सेभ चाहिँ होइन, फाउन्डेसनले अनुहार सब बिगारिसकेको देख्दैन। मेरो पालो खन्ने होइन। त्यो भिडियो अफ